हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ मैले फर्स्ट ब्लग बनाउन गइरहेको छु अनि तपाईहरुले हेरेर लाइक कमेन्ट गरिदिनु होला के कस्तो लाग्छ अनि कमेन्ट गरिदिनुहोस्। आज चाहिँ मेरो साथी र म चाहिँ कलर एक्सचेन्ज गेम खेल्न गइरहेको छौं अनि म चाहिँ अब सामानहरु किन्न बजार जाँदै छु। मेरो साथी चाहिँ भरे बेलुका आउँछ यतानिर। यता हाम्रोमा आज संगति छ यता मम्मीकोमा अनि त्यही भएर मेरो साथी आउँछ अनि म चाहिँ अहिले सामान किन्न जान लागेको अनि अब यता नानीलाई टिफिन पुर्याउँदै यहाँ चाहिँ म सामान किनेर ल्याउने छु। के कस्तो लाग्छ भिडियो हेर्दै गर्नु होला साथीहरु। यो चाहिँ मेरो टोल साथीहरु, मेरो टोलको नजारा हेर्नु होला कस्तो राम्रो देखिरहेछ। भ्लग गर्ने मान्छे चाहिँ खतरा देखिरहेछ, कति धेरै अन्धारमा ताक आइरहेछ हेर्नुस्। मेरो घर चाहिँ त पर छ अनि यता यो जस्तो के भन्छ फेस चाहिँ त्यति मजाले क्लियर निस्किँदैन रहेछ तर पनि ब्याकग्राउन्डहरु चाहिँ राम्रो निकाल्दो रहेछ यो क्यामेराले। बाटो त्यस्तो छैन न साथीहरु, यहाँनिर बिजोक रमाइलो बेल लागिसक्यो। सास बरेर उकालोमा कुद्दै छु म चाहिँ। स्कुल यता माथि छ, तल त्यस्तो म आएको बाटो त्यस्तो तल। खान त छोरा चाहिँ झिङ्गा पनि आएछ मेरो छोरा चाहिँ। अझै मेरो छोराको पारा चाहिँ छे खाजा मिठो भयो कि भएन? कतिको मिठो भयो? अझै 3टा मात्रै मिठो भयो? 4टा मिठो भयो? ओ रेखा नानी खाजा खाँदैछ क्या हो खै? रोटी त सबै। तिम्रो नाम के हो अरे? श्रेया। श्रेया के हो? श्रेया राई हो। कति क्लासमा पढ्छ? नर्सरी। रोल नम्बर कति हो? 2 हो। अब कति ज्ञानी हो अनि? हो सुवर्ण नजान्ने भयो हो। अनि अब कति क्लासमा जान्छ तिमी पास भएपछि? एलकेजी जाने हो। कति बात थियो? एलकेजी कतिमा? कसले सिकाउनु भयो? दिदीले। ओइ कति नराम्रो पायो त। कमसेकम चटपटे खाएपछि यहाँ यस्तो छ त भन्नु नि। ओइ दिदीले चटपटे वाली त देखेन त नि। साथीहरु हेर्नु न, यहाँ मेरो सुँगुरको खोर चाहिँ यति हिलो बनाउँछ यिनीहरूले। पाठा चाहिँ चारो खाँदैछ। अर्को चाहिँ रिस उठेर बसिरहेछ रिसाएर। उसलाई चाहिँ म खाद्य दिँदिनँ नि त दिउँसो। यो माउलाई चाहिँ दिन्छु। यस्तो छ। के नमिले हो कुनै खोइ सेतो सेतो छेरेर हैरान छ हौ सुँगुरले पनि। पाठाहरू चाहिँ चारो खाँदैछ साथीहरू। तपाईहरुलाई पाठा चाहिएको छ भने सम्पर्क गर्नु होला अनि हाम्रो फर्ममा यहाँनिर भिजिट गर्न सक्नुहुन्छ। माउ चाहिँ यहाँ छ देख्दैन त तर म कसरी पो देखाउँछु। यसरी म चाहिँ बजार गएर घर आएर अनि सुँगुरलाई चारो हाल्न आएको यता तल फर्ममा। फेरि चारो पकाएर चाहिँ फेरि नानीलाई लिनु स्कुल जानु छ। गाह्रो छ हौ मलाई। यो चाहिँ मेरो अर्को माउ, यो चाहिँ बाख्री बासे हो।
अनि यो चाहिँ लोकल अघि बिहान चाहिँ चारो पोखेर यसको ढाडमा गएकै रहेन रहेछ अनि पाठाहरू चाहिँ त छ हेर्नु न मैले अघि बिहानै सनक्कै सफा गरेको अहिले यति धेरै फोहोर बनाएको छ पाठाहरू चाहिँ मजाले चारो खान थालेको छ है तपाईँलाई चाहिएको छ भने तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ कस्तो तर यति थोरै पाठा पनि कुनै ठुलो कुनै सानो भइरहेछ हौ मेरो पाठाहरू के भयो होला हेर्नु न यहाँनिर कुनै ठुलो कुनै सानो यो माथिल्लो छेउको त कति सानो छ चारै खान दिँदैन अरूले अनि माउ चाहिँ यहाँ चाहिँ एक बाल्टी हालिदिएको खाइसक्नु आँट्यो यो चाहिँ मुन्जुङ मुन्जुङ हिँड्दैछ साथीहरू हेर्नु न म हिँड्ने बाटो चाहिँ चारो बोकेर यस्तो छ यस्तो बाटोमा कहिले चाहिँ चारो पोखिजान्छ कि भन्दैछु म यस्तो हालतमा हिँड्नुपर्छ यस्तो सब बाटो चाहिँ हाम्रो चारो हाल्ने बाटो बिजोक छ साथीहरू के गर्नु साथीहरू यहाँ सक्स पाएको खुसियालीमा अब सक्स चाहिँ लाउनु पर्ने हुन्छ लाएर सङ्गति जानुपर्ने हुन्छ तिमी चाहिँ अघि खुसियालीमा चटपटे नखाउन गिफ्ट सारेर चटपटे साट्नु पर्ने रहेछ खुस दिल खुस वाउ राम्रो रहेछ कस्तो देख्यो हो मेरो खुट्टा भने क्या लास्टमा त नधुई लाग्छ सुँगुरको चारो लाउनु जाँदाखेरि लाएर फेरि चटपटे चटपटे वाली यो कालो कालो देख्दा खुट्टा कालो होइन क्या उयोले कथा सक्छ लाउने हामी उल्टो लगाएर भने उल्टो 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 लाएर पुरै केटो हिँड्दै थियो भने काँडे देखिरहेको छ अनि यो पनि अब चाहिने बेला हुनु आँट्यो अनि जो भयो यो त अब जहिले चाहिहाल्छ कस्तो म त मेरो छोरा जन्मेको बेला मात्रै युज गरेको थिएँ यार त्यहाँदेखि त छैन ए दुईवटा पठाइदिएछु होइन खुवाइदिनु त्यहाँ कोठिन्छ भनेर कुर्छ भनेर गाह्रो पो छ छोरा छोरीलाई पनि त्यस्तो नभन् न भिडियोमा अस्तिनिर तिमीले भिडियो बनाएको थिएनौ त्योमा त्यहाँ कमेन्ट हेर के आएको छ यो आमाले साह्रै नानी कुर्छ जस्तो छ बिचरा नानी भनेर आइरहेको छ त्यो दाजुकोमा टिकटकमा जाउँ त हेर त म त हाँस उठेर कस्तो रुदाएको छ त नि त्यो त अब छोराछोरी डराइहाल्छ नि अनि नखुट्टे नि डराइहाल्छ नि केटाकेटी अब काम बिगारेपछि कुट्छ कि भनेर अनि साथीहरू हेर्नु न हाम्रोतिर मिठो चटपटे पनि पाउँछ खानु आउनु होला तर हौ हाम्रोमा भनेर फेरि हाम्रो घरमा आउँछ फेरि दोकानमा आउँदा अब चटपटे खानु चाहिँ हामी हो हो सोधा दिँदैन हो अब सुँगुरको चारो सारो पनि दिइसक्यो अब जानुपर्ने हुन्छ सङ्गति केमा चौचौको चटपटेको चौचौ मिठो औषधि पो त चटपटे त हाम्रो औषधिको अचार हो अब हामी जान्छौँ साथीहरू अब चटपटे खाइसक्यो साथीहरू मेरो साथी चाहिँ आइसकेको छ अब हामी चाहिँ कलर एक्सचेन्ज गेम खेल्न गइरहेछौँ हाई भन न अनि कस्तो हातले मात्रै अनि हामी चाहिँ अब मेरो रुममै यहाँनिर खेल्न आँटेको है उता रुम चाहिँ नदेखाउँ होला अनि कलर एक्सचेन्ज गेम चाहिँ हामी अर्को पार्टमा के भन्छ अर्को पार्ट के भन्नु नेक्स्ट पार्टमा हामी के भन्छ अपलोड गर्नेछौँ अनि अहिले चाहिँ
अब भिडियो लामो हुन्छ नि त होइन, दिउँसोको अब यताउति हिँडेकोहरू चाहिँ अहिले अपलोड गर्नेछौँ। के कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यति नै हो। बाई बाई।